विश्वभरि 1 अर्बभन्दा बढी व्यक्तिहरूलाई अपाङ्गता तथा शारीरिक असक्षमता छ। यो विश्व जनसङ्ख्याको 15% भन्दा बढी हो। सङ्घर्ष, बढ्दो उमेर, पोषण कमी र प्राकृतिक प्रकोप जस्ता कारणहरूले यो सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ। अपाङ्गता तथा शारीरिक असक्षमता भएका व्यक्तिहरूलाई आधारभूत सेवाहरूमा पहुँच प्राप्त गर्दा धेरै कठिनाइहरूको सामना गर्नुपर्दछ। जब अपाङ्गता तथा शारीरिक असक्षमता भएका व्यक्तिहरूलाई दैनिक गतिविधिहरूमा समावेश गरिन्छ, उनीहरूले सक्रिय रूपमा सहभागिता जनाउँछन् र समाजमा योगदान पुर्याउँछन्। हरेक व्यक्तिको सपना हुन्छ र ती सपना पूरा गर्न सबैलाई समान अवसर मिल्नुपर्छ। महालक्ष्मी बैंकले यही सोचलाई यथार्थमा बदल्दै शारीरिक अपाङ्गता तथा असक्षमता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सधैँ तयार छ। महालक्ष्मी विकास बैंक लिमिटेडको दरबारमार्ग शाखाले अपाङ्गता मैत्री शाखाको सुविधा उपलब्ध गराएको छ, जसले विशेष आवश्यकताका व्यक्तिहरूलाई थप सहज पहुँच र सहयोग पुर्याउँछ। आज विश्व व्हीलचेयर दिवसको अवसरमा हामी सबैलाई सहज र समावेशी पहुँचको अनुभव दिन हाम्रो बाचा पुनः दोहोर्याउन चाहन्छौँ। हरेक व्यक्तिले समान अवसर, आत्मसम्मान र पहुँचको अधिकार पाउनुपर्छ भन्ने विश्वास हामीलाई छ। तपाईका लक्ष्यहरू पूरा गर्न हरेक चरणमा महालक्ष्मी बैंक तपाईको साथमा छ। यहाँ प्रत्येक ग्राहक विशेष छन् र हामी प्रत्येक सेवामा पूर्ण सहयोग प्रदान गर्छौँ। महालक्ष्मी विकास बैंक, समान पहुँच, सुरक्षित भविष्य।